हेलो एभ्रिवान, दिस इज अनिल फ्रम एए स्टुडियोज। अनि आज चाहिँ मैले एउटा गिटारलाई कसरी लेयर गरिन्छ अनि गिटार जब हामी म्युजिक बनाउँदै गर्छौँ, जब हामीलाई के लाग्छ भने गिटार इज वान इन्स्ट्रुमेन्ट जहाँ चाहिँ हामी एउटा रिदम खेल्छौँ नभए त्यो लिड खेल्छौँ, त्यसले सकिन्छ। तर मैले यसमा चाहिँ धेरै लेयर्स बनाएको छु गिटारको, जहाँ चाहिँ विदाउट गिटार चाहिँ यो म्युजिक नै इन्कम्प्लिट हुन्छ। यो एउटा म्युजिक हो जुन चाहिँ मैले हाम्रो एकजना सिस्टरको लागि बनाएको छु, जुन चाहिँ छिटो रेकर्ड हुन गइरहेको छ, रिलिज हुन गइरहेको छ। अनि यो भिडियोमा चाहिँ हामी हेर्छौँ कसरी आई हेभ लेयर्ड एभ्री गिटार। अनि त्यो गिटारबाट हामीले कसरी एउटा म्युजिकलाई फ्लो दिएका छौँ। सो लेट्स हेभ अ लुक। फर्स्टमा हामीले के गरेको छौँ भन्दाखेरि हामीले एउटा रिदमलाई राखेका छौँ जो यस्तो साउन्ड गर्छ। अनि यो गिटार चाहिँ राइटपट्टि प्यान भइरहेको छ, इफ यु क्यान लिसन। अनि यो गिटारसँग चाहिँ एउटा मैले लिडलाई हालेको छु। अभियसली एउटा लिड त चाहिन्छ हामीलाई, र त्यसको भोल्युम अलिकति हाई गरेर त्यसलाई चाहिँ मैले लेफ्टपट्टि प्यान गरेको छु। अनि यो लिडलाई सपोर्ट दिनु लागि यो लिडमा चाहिँ अलिकति ड्राई सुन्दैछ, किनभने यो लिड एउटा मिड अक्टेभमा छ। तर अब यसलाई हायर अक्टेभमा लगेर यो लिडकै अलिकति काउन्टर हामी मेलोडी दिनु पर्यो भने हामीलाई यसरी खेल्छौँ। सुन्नु भएन भने यो यस्तो बजिरहेको छ, र यो राइटपट्टि प्यान छ, अन्त दुईटा यसरी बजिरहेको छ। अन्त त्यसलाई चाहिँ लिडले रिदमले सकाइरहेछ। अनि अब यो एउटा सिक्वेन्समा गइरहेको छ, तर एउटा लुप चाहिन्छ हामीलाई, जसले चाहिँ यसलाई होइन यो चाहिन्छ भन्ने ल होइन, तर हामीलाई एउटा लुप चाहियो जसले चाहिँ यसलाई बरकरार राखोस् है, केही न केही आउँदैछ 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 भन्ने। तर त्यो आयो भन्ने होइन, र आउँदैछ आउँदैछ भन्ने एउटा हामीलाई एउटा जस्ट एउटा लुप चाहिएको, साधारण भाषामा बुझाउनु पर्दाखेरि। अनि यो लुपले चाहिँ यसरी काम गरिरहेको छ। यो लुप यस्तो बज्छ फर्स्टमा, यो पनि मेरो राइटपट्टि नै प्यान छ। अनि अब हामी यो सबै गिटारहरूलाई रेकर्ड गरिसक्यौँ। अनि यसलाई मैले थोरै मिक्सिङ गरेको छु, कति मिक्सिङ गरेर अन्त कति भोल्युम एडजस्टमेन्ट गरेर अन्त कति प्लगइन्सहरूले है यसलाई ब्यालेन्स गरेपछि यो यस्तो सुन्छ। अनि अब यो गीत यो यत्तिकै पनि मात्रै भएन है, यसलाई अब सबै मिड हाई गरेर चाहिँ लो दिने कोही छैन। यसलाई एउटा बेस चाहिएको छ, सर्फेस। त्यसको लागि बेस गिटार हामीले युज गरेको छ, र बेस गिटारले चाहिँ यसलाई इन्ट्रोडक्सनमा यसरी आफै इन्ट्रोड्युस गरिदिन्छ, र यसलाई बेसले चाहिँ मेन्टेन गर्छ यसको त्यो स्ट्रङ फाउन्डेसनलाई, र यसरी भन्छ। बेस चाहिँ प्यान छैन है त। अनि यो गिटारहरूलाई जब हामी सबै प्यानिङ गरिसक्छौँ, अनि यो गिटारलाई चाहिँ जब हामी ड्रमसँग है सबै इन्स्ट्रुमेन्ट लगाएर, अझै धेरै छ यहाँ होइन, झन् 10वटा जस्तो अझै इन्स्ट्रुमेन्ट यहाँ भरेर लगाइरहेको छ। अनि कति इन्स्ट्रुमेन्टहरू होइन प्यान भइरहेछ, टोटली मिक्स भएको गाना हो। सो मिक्स मास्टर गरिसकेर धेरै इन्स्ट्रुमेन्ट लगाइसकेर चाहिँ यो गीत चाहिँ यस्तो सुन्छ। मैले जुन इन्स्ट्रुमेन्ट तपाईँलाई अहिले देखाएँ त्यो तपाईँले सुन्नु सक्नु भएन होला, तर त्यो इन्स्ट्रुमेन्टहरूले काहीँ न काहीँ है यो लुपले, यो लिडले, अलिकति हाई अक्टेभमा खेलेको लिडले, रिदमले, बेसले चाहिँ के गर्दैछ भने जुन चाहिँ यसको मेन इन्स्ट्रुमेन्ट छ, किबोर्ड भयो, भोकल्स भयो, अनि ड्रम भयो, उनीहरूलाई सपोर्ट दिइरहेको छ। जसरी एउटा घर चाहिँ फाउन्डेसन नदेखे तापनि फाउन्डेसन छ है, एउटा घरको फाउन्डेसन त्यसको तल माटो तल हुन्छ, त्यसले चाहिँ घरलाई अनि बिल्डिङलाई सपोर्ट गरिरहेको हुन्छ। त्यसरी नै हाम्रो यो लिड गिटारहरूले, एकोस्टिक गिटारले है धेरै मेलोडी लुपहरूले चाहिँ त्यो कुरालाई चाहिँ फाउन्डेसन दिइरहेको हुन्छ। र धेरैचोटि हामी म्युजिकमा सुन्दै गर्दाखेरि चाहिँ हुन्छ, तर हामी सुन्नु थाहा मात्रै नभएको, तर ओभर द पिरियड अफ टाइम जब हामी प्र्याक्टिस गर्छौँ र हामी त्यो कुरालाई थाहा पाउन सक्छौँ। सो थ्याङ्क यू फर वाचिङ एन्ड दिस इज अनिल सन्यासी।